सो गाइज रेडी भयो तर फिच खासै धेरै नआउँदो रहेछ। हजुरहरूलाई बनाएर देखाउँछु। यो किनेको सस्तै हो। गाइज यो मैले फुल हेर्नुहुन्छ अङ्कल म भ्लग बनाएर म थालेको छु नि। भ्लग बनाउनु थालेको छु नि। सो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आइप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला र म पनि एकदमै धेरै नै सन्चै छु अहिलेसम्म। सो गाइज अहिले चाहिँ म घरमै छु। घरकै रेस्टमा भर्खर नुहाइ धुवाइ गरेर चाहिँ टिक्क परेर बसेको। लुगा चाहिँ लगाएको छैन। पिताम्बर जान लागेको अनि पिताम्बर त्यस्तो धेरै केही त काम छैन, अलिकति एउटा सानो काम छ, त्यसकै लागि जान आँटेको। सो म रेडी भएर देखाउँछु हजुरलाई। बाई बाई। गाइज यो मैले फुल हेर्नुहुन्छ कस्तो राम्रो रहेछ। मेरो रुमको फुल हो है यो चाहिँ। फुल यो अहिले अघि बाहिर थियो कि बाहिरबाट अघि भर्खर मात्रै लिएर राखेको। कस्तो राम्रो देखिरहेछ है। तर यो क्या फुल कस्तो उयो हुँदो रहेछ, मतलब यो जुन हाँगा छ नि यो यही मात्र माथि 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 माथिसम्म जाँदो रहेछ। अनि त्यस पछाडि कस्तो नराम्रो हुँदो रहेछ क्या। अनि त्यही भएर सानो गमलामा मैले अरूकोमा देखेरै वाक्क लागिरहेको थियो। अनि मैले सानो गमलामा मात्रै रोपेको। अनि यो गमलामा रोपेर पछि यो माथि पुग्छ नि त। अनि यो डन्ठै यो देख्नु सक्नुहुन्छ, यो जुन डन्ठा छ क्या, यो डन्ठै मात्रै लामो हुन्छ। अनि यो पत्ता चाहिँ माथि हुन्छ क्या। अनि त्यही भएर यो यसरी रोप्यो भने, सानो गमलामा रोप्यो भने चाहिँ नि पछि उयो डन्ठा लामो हुन्छ। अनि त्यो अलिक लामो गमलामा ल्याएर भित्र हाल्दाखेरि चाहिँ राम्रो देखिने रहेछ क्या। त्यही भएर मैले यो फुल ल्याएर रोपेको। कस्तो राम्रो देखिरहेछ है। झापामा चाहिँ एकदम धेरै गर्मी छ। यतिकै आउन चाहनुहुन्छ भने घुम्नु, आफ्नो मान्छे कोही नआउनु क्या, मतलब पाहाडको मान्छेहरू त झन् आउँदै नआउनु। यो अहिले मतलब आउँदै नआउनु भन्नु खोजेको होइन क्या। यो गर्मीले चाहिँ गर्मीमा चाहिँ नआउनु, पछि आउनु। गर्मीमा फेन बोकेर आइरहेछ। सो गाइस यहाँ चाहिँ ट्रकले गरेर बाटो कम भएर एकदम जाम भइरहेछ। अब उयो कफी भन्ने किन्नु पर्ने थियो। अनि त्यही भएर म कफी भन्नेको यो डिपार्टमेन्टमा जान्छु। सो हेरेको सो गाइस मैले चाहिँ सामान चाहिँ यहाँनिर किनेको, यो ग्रिन कलरको बिल्डिङमा। अनि अहिले किनिसकेँ। मलाई यहाँ सिटी अङ्कलले पर्खिरहनु भएको छ। म अङ्कलसँगै आएको नि त। अनि त्यही भएर अङ्कलसँगै जान्छु भनेर मैले सामान चाहिँ किनिसकेको। मैले सामान किनिसकेको चाहिँ भिडियो बनाएन, मान्छेहरू धेरै थियो। अनि त्यही भएर यहाँ आन्टीहरू हुन्छ, आन्टी पनि हामीसँगै आउनुभएको, सब्जीहरू किन्नु भयो। मसँगै आउनुभएको, सब्जीहरू किन्नु भयो। आजसँगै नै जाने। गाइस अहिले चाहिँ हामी हिँड्न लागेको। गर्मी भएर अघिको फेन नै स्विच अफ भएछ। अनि अङ्कल म भ्लग बनाएर म थालेको छु नि। भ्लग बनाउनु थालेको छु नि। पंखा धन्न ब्यागमा बोकेर आएको छु पंखा। ला मेरो पंखा अङ्कल। सो हेलो गाइज, म चाहिँ फाइनली घर आइपुगिसकेँ। अनि मैले धेरै सामान त केही पनि किनेन, त्यही पनि मैले हजुरहरूलाई देखाएको छैन नि त। मैले भिडियो पनि गरिनँ, त्यही भएर देखाउने छु। मैले त्यो कफी घोल्ने किनेको थिएँ, त्यसको चाहिँ म हजुरहरूलाई घोलिकन देखाउने छु। कस्तो नराम्रो क्वालिटी आउँछ गाइज यो फोनमा। आइफोन भएको राम्रो आउनु होइन, जे छ त्यसमै खुसी हुनुपर्ने हुन्छ। त हेरौँ ल। त्यति धेरै त केही पनि किनेको छैन रै पनि। प्याक गाइज मैले चाहिँ के अरे कफी खोल्ने चाहिँ म हजुरहरूलाई बनाएर देखाउँछु। यो किनेको सस्तै हो, कति
गाइज के भएछ 200 खै कति हो यहाँ कसरी टालिएछ त्यस्तै 30 होला हौ सायद यो चल्छ पनि मैले ब्याट्रीहरू पनि हालिकन ल्याएको छु चलेको देख्नुभयो गाइज सो यो एउटा लिएको अनि अर्को गाइज मैले एउटा नेल सो एउटा मैले सेकेन्डमा चाहिँ एउटा नेल नै लिएको केसमा चाहिँ पहाड जान लागेको नि त अनि त्यही भएर पहाड जाँदाखेरि चाहिँ यो लाएर जानु पर्यो भनेर हेर्न सक्नुहुन्छ अनि अरू त केही नै छैन गाइज यति नै होला मेरो चामल मैले केही किनेन मेरो अलिकति अर्कै काम थियो क्या अनि त्यसको लागि चाहिँ म खासमा गएको हो अनि यो टिस्यु किनेको एउटा अर्को पनि थियो यो दुईटा पनि लिएको अब म भने नि अघि पहाड जान लागेको त्यही भएर पहाड जाँदाखेरि चाहिँ चाहिन्छ नि त यहाँ चढ्दाखेरि त्यसकै लागि किनेको अनि यो मैले त अघि कफी खोल्ने ल्याएको थिएँ नि गाइज हो त्यसमा यो चाहिँ ठुलो बट्टावाला पनि पाउँछ तर यो चाहिँ 20 रुपियाँ परेको है हुन्छ यो त म तपाईँहरूलाई अहिले भरे बनाएर देखाइदिन्छु क्रिम क्या त्यो ग्लासमा डेकोरेसनको लागि राखिन्छ नि त्यही लिएको एउटा अनि कफी लिएको थिएँ यो कफी प्याकेटको लिएको धेरै पनि ल्याएको छैन मैले 4टा मात्रै ल्याएको छु मसँग घरमा बट्टावाला पनि थियो तर मलाई कफी प्याकेटको चाहिँ कस्तो राम्रो लाग्छ क्या त्यही भएर मैले प्याकेट पनि लिइदिएको 4टा मात्रै तर अनि त्यति धेरै त केही छैन अनि मैले केही चाहिँ यो क्यान्डल हेर्न सक्नुहुन्छ रुममा बाल्नु पर्यो भनेर रुमको लागि लिएर आएको त्यसको प्राइस ट्याग त यहाँ रहेन रहेछ त्यस्तै 200 कति परेको हो हेर्नुहुन्छ यस्तोवाला अनि क्यान्डल यस्तो हुन्छ कलरको छ रेड कलरको छ अनि ग्रीन कलर मिल्ने म्याच गर्ने रहेछ अरू कलर पनि छ पर्पलहरू पनि यति नै ल्याएको योभन्दा धेरै केही ल्याएको थिएन खासमा म अर्को कामको लागि हिँडेको अब जाँदाखेरि मैले साँच्चै गाइज एउटा गिलास चाहिँ किन्नु मन लागिरहेको थियो त्यो खोजेको यही कफी बनाएर खानुको लागि यति खोजेँ कि मैले कहीँ पनि पाएन अनि त्यही भएर मैले छोडिदिएँ सो म तपाईँहरूलाई कफी सो गाइज मैले चाहिँ यो बट्टाको कफी हालेको थोरै भयो कि क्या यो बट्टाको कफी लास्टमा राम्रो क्या गाइज मतलब उयो भइहाल्ने क्या यो अलिअलि उयो भइरहेको छ भिजेर ऊ भइहाल्ने सो हल्का पानी हालिदिएको गाइज ल हौ ल धेरै भयो होला सो गाइज यो म ट्राई गर्छु गाइज अति नै राम्रो दिन हुने रहेछ है यो अहिले वाउ गाइज हेर्नु तर त्यस्तो खिचिराख्नु पर्ने रहेछ है दबाई होइन हौ खाने पानी बनाएको गाइज हेर्नु कस्तो मजाले कति धेरै फ्रिज भइसक्यो मैले आइ चाहिँ यहाँनिर अलरेडी ल्याएर राखिरहेको थिएँ तर कस्तो त्यति गाइज यति नै भयो यो खासै यो नहुने रहेछ धेरै मतलब अरूले त देखा जस्तो नहुने रहेछ क्या यो हुनु त सस्तोको 200 कतिको हो योभन्दा धेरै एक्सपेक्ट नै किन गर्नु होइन यो क्रिम अलिकति थोरै मात्रै खोल्नु खोजेको हेर्नु न कति धेरैको उयो भएछ अब यो म के गर्नु कसरी लगाउनु ला होस् यतिकै होस् यो चाहिँ महको चिनी हालेर घोल्ने हो खासमा तर मैले चिनी म हाल्दैन नि त यो मह नै हाल्छु त्यसको सट्टा
राम्रो हो नि त मह नै चिनी नराम्रो हो तर खानु त कति खान्छु चिनी रहे पनि यसमा चाहिँ मह पनि मिल्छ अनि त्यही भएर मैले मह नै हालेको सो मैले आइस हालिसकेँ अनि अब दुध हाल्छु थोरै अब पानी यो चाहिँ फ्रिजमै हालेको पानी हो चिसै मिठो हुन्छ नि त त्यही भएर दुध चाहिँ अलिक थोरै भयो होला सो गाइज कलर यस्तै भयो तर फिजै कस्तो धेरै नै आउँदैन बनिँदैन रहेछ हौ त्यसको बा कफी थोरै भयो कि के भयो थाहा भएन सो यति नै हो मेरो यतिकै लागि म आज बित्तामा पुगेर आएको गाइस यतिकै लागि हजुरहरू चाहिँ म जस्तो नगर्नु सो गाइज रेडी भयो तर फिज खासै धेरै नआउँदो रहेछ सो गाइज मेरो आजको ब्लग यति नै हो थ्याङ्क यू सो मच फर सपोर्ट गरिदिनु भएकोमा अनि फेरि हेरिदिनु होला यदि कसैले लाइक कमेन्ट सेयर सब्सक्राइब नगरी हेर्दै हुनुहुन्छ भने चाहिँ गरिदिनु होला बाई